गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज चाहिँ हामी पाहाडमा छौँ है, बेमाको पाहाडतिर घुम्न जङ्गलतिर घुम्न हिँडेको गाइज। ल हामी चाहिँ जङ्गलतिर घुम्न हिँडेको होइन, अनि अभिषेक चाहिँ अगाडि अब धेरै हामी धेरै पछि आएको हुन त पाहाड। सो गाइस यो चाहिँ हाम्रो आफ्नै गाउँ हो होइन। जुम नगरी सो गाइस यो चाहिँ हाम्रो के को बोटो कमेन्टमा के को बोटो होइन, तपाईँले कमेन्ट गरेर भन्नु होला। यो बारी नै बारी होइन, को कसले भन्छ होइन पाहाडेहरू गरिब हो भनेर। बारी नै बारी छ, तर जस्तो हुँदैन है सिँढी। यो चाहिँ यस्तो हल्का डेन्जरस छ। मलाई लाग्छ फर्सीको बिउ के साग के होला, सायद सागै होला हौ। तपाईँहरूलाई थाहा छैन कमेन्ट गर्नु होला। थाहा छैन कमेन्ट गर्नु होला के को हो। तरातिर ट्र्याक्टर हुन्छ, यतातिरको जोत्ने भनेको यही हो है। गाई जाने त्यहाँ ऊ पर चाहिँ एउटा गाई छ, सेती गाई एकदमै ज्याङ्गो। हाम्रो म पढ्ने पहिला पढेको स्कुल हो है। यहाँबाट देखिँदैन होला, हल्का हल्का देखिन्छ। हामी पढेको स्कुल हो त्यो। स्पिडमा हिँड्नुहुन्छ भने ब्रेक चाहिँ अब लाग्ने खतरा छ त गाइस। बाटो चाहिँ यहाँ हेर्नु चप्पल यहाँ हेर्नु सक्नुहुन्छ गाइस, पुरै जङ्गल छ। यता चाहिँ हाम्रो गाउँ जाने बाटो घर, यता चाहिँ हाम्रो चोक जाने बाटो होइन। ल यो चाहिँ यता जाने चाहिँ चोक, हामी गाउँ जाने बाटो हो। हामी चाहिँ अब चोकतिर जान्छौँ है त बगेको। र गाइस मैले चाहिँ 4-5 चोटि यो बाटो दुध लिएर नि दुध बोकेर नि गएको छु है। काँक्राहरू काँक्राहरू यो गाइस के हो तपाईँहरू कमेन्ट गरेर भन्नु होला है त। यो ठुलो रुख छ के हो के गाइस, पहिला थाहा थियो तर बिर्से यार। ल अब चाहिँ चोकतिर गएको भनेपछि अब चराचुरुङ्गीको आवाज सुन्नु यहाँ। गाइस होइन फेरि उकालो बाटो आइसकेको छ। र गाइस हिजो चाहिँ हाम्रो बिहे थियो, आज चाहिँ अब हामी जन्ती गयौँ तर भिडियो बनाउनु पाइनौँ। जन्ती गएको ठ्याक्कै 9 घन्टा बस्यो है। जन्ती 9 घन्टा बसेको गाइस हामी जन्तीमा। एकछिन माथिबाट गएको भए अलिक सर्ट बाटो पर्थ्यो। गाई जो चाहिँ मान्छेले खाने पानीको पाइप हो, यो चाहिँ मुनि जमिनबाट आइरहेछ। गल्यो गाइस गल्यो, धेरै गल्यो। गाइस जङ्गल जस्तो छ है, पुरै सुनसान। र गाइस तपाईँलाई थाहा हो छ कि छैन है, यो चाहिँ फ्याट जाने बाटो काँक्रा लाने बाटो हो हुन चाहिँ। र भ्यू राम्रो छ, तर यहाँ जङ्गलहरूले यहाँ रुखहरू काटेको रहेछ क्या। हामी पहिला आउँदाखेरि कस्तो शीतल जङ्गल थियो, घामले मऱ्यो। यस्तो रुख चाहिँ काट्नु हुँदैन थियो देउस। ठिक छ अब है त, यहाँ अगाडि हिँड्दैछ। त्यसपछि अब अलि अगाडि चोक छ, चोक जाने बेलामा भेटौँ न गाइज। ल चाहिँ अब हामी चाहिँ चोक जाँदै थियौँ होइन, अनि आइपुग्न आँट्यौँ। देख्न सक्नुहुन्छ गाइज जङ्गल चाहिँ कस्तो बवाल छ। यस्तो बाटोमा हिँड्न चाहिँ मजा आउँछ क्या, जे होस् एडभेन्चर जस्तै हुन्छ। अब चाहिँ हामी चोकतिरै भेट्छौँ मैले तपाईँलाई। माथिल्लो चोक तल्लो चोक दुईवटा चोक छ है त गाइज। र गाइज फ्याट जाँदै थियौँ होइन, त्यसपछि यहाँ बवाल फुल भेट्यो। लेखेको त छैन गाई छुट्टिएन भनेर, त्यही नि जेस फुल बवाल छ है त। ल ऊ त्यो चाहिँ हाम्रो त्यो रातो टिनको चाहिँ के भन्छ त्यसलाई, डेरी यता फ्याट हो है गाइज। ल त्यहाँ पुगेर भेट्छौँ अब हामी। र गाइज है त्यो माक्लो फाट, म तल्लो फाट जान आँटेको देखिसक्नुहुन्छ है। यहाँ चाहिँ मैले 1-2 चोटि दुध ल्याएको छु। अनि यो हाम्रै हात्ती खर्काको फ्याट एकदम बवाल भइसकेको छ रेनोभेट हानेर। अनि त्यसपछि फ्याट यही हो, श्री हात्ती खर्क दुध उत्पादक के सहकारी संस्था भन्ने छ। त्यसपछि त्यो त्यहाँबाट आउँदैछ है त। अनि यहाँ चाहिँ कत्रो बवाल बारी छ क्या, यत्रो ठुल्ठुलोहरू। त्यहाँनिर पाहाड अर्कै कुन गाउँ हो। अब चाहिँ हामी चाहिँ जान आँटेको है चोकतिर, तल्लो चोक। गाइज अब हामी चाहिँ आइपुग्न एडभेन्चर हान्दैछ। बाटो चाहिँ खतरा छ है गाइज। गयो अब म पनि जान्छु त। अब तल्लो चोकमा है त गाइज, डाइरेक्ट खतरो की खिलाडी गाइज। ओ माई गॉड
त्यो चाहिँ हाम्रो चोक हो गाइस। गाइस यो चाहिँ हाम्रो होइन चोक भयो। यसलाई नि माख्ला चोकै भन्नु छ भन्न चाहिँ, तर यो तल्लो चोकको धेरै नजिकै छ। हामी चाहिँ अर्को बाटोबाट जान आँटेको। गाइस हाम्रो यो चाहिँ चोक भन्छ यसलाई चाहिँ धुलपुजे चोक। यो चाहिँ एकदमै खतरा ठाउँ छ होइन। माथिबाट भ्यूहरू पनि दामी दिन्छ गाइस, सक्नुहुन्छ। गाइस यहाँ हेर्नु फोहोरहरू सिसाकोहरू यसरी खाल्डो बनाएर पुरिने गरिन्छ यहाँ। गाइस यसमा चाहिँ हामीले होइन यो चाहिँ हामीले बङ्गाएको कति 8-9 वर्ष अगाडि बङ्गाएको यो हामीले नै हो गाइस। ढुङ्गाले स्कुल जाँदाखेरि ढुङ्गाले काडङ हानिन्थ्यो। यहाँ पहिले रोड थिएन, ढुङ्गै थियो, त्यही ढुङ्गा उठाएर हानिन्छ गाइस। यो चाहिँ हाम्रो के भन्छ यो बस्ने ठाउँलाई? चौतारी। यहाँ पनि हामी कति बस्यो यहाँ। तर वार्ड नम्बर 5 हामी पूजा कप भयो ठाउँमा हाम्रै गाउँको कप भयो फुटबल कप भयो ठाउँमा जान आँटेको। गाइस यो चाहिँ हाम्रो होइन गाउँको ग्राउन्ड हो। बवाल छैन गाइस, ल हेर्नु सक्नुहुन्छ गाइस। नेट पनि छ यहाँ त, नेट पनि छ है गाइस, फेरि खतरा छ नि। देख्नु सक्नुहुन्छ अघि चाहिँ हामी धुर्बुजा ग्राउन्ड गएर आएको थियौँ होइन, बवाल थियो। तल जाँदा सुई गयो यही बाटो। अब उकालो जाँदा पो साह्रो पऱ्यो त यहाँ। आमा चाहिँ नि अब चाहिँ हामी हल्का रोडमा आइपुग्यौँ। अब चाहिँ अलिक सजिलो हुन्छ हिँड्न र त्यसलाई। अब हामी आइपुग्न आँट्यौँ त। गाइस माछा पालन। ल हामी चाहिँ होइन बेघर आइपुग्यौँ। तिम्रो नाम के अरे? सो गाइज आजको लागि होइन पार्ट 1 यति नै। भोलि नयाँ भ्लग आउँछ। थ्याङ्क यू फर वाचिङ, बाई।